आज करेन्ट चाउचाउ बनाएर खाएको एकदमै मिठो भयो। हेलो साथीहरू, गुड मर्निङ अनि नमस्ते। के छ खबर, सन्चै हुनुहुन्छ? म चाहिँ एकदमै ठिक छु। मैले यता यो पिङ्क करेन्ट बनाउन लागेको। यता मैले पानी बसालेँ। हाम्रो पानी चाहिँ कस्तो मजाले बुक 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 गरेर उम्लिसकेको छ। अब पानी उम्लिसकेपछि यता मैले करेन्ट चाउचाउ राखेँ। मेरो चाहिँ भिडियो अगाडि पछाडि भइसक्यो। यो करेन्टको प्याकेट खोलेको चाहिँ पछाडि अनि करेन्ट कराईमा राखेको चाहिँ अगाडि भइसक्यो। अगाडि पछाडि एडिट गर्दाखेरि कति 3-4 दिन भइसक्यो यो खाएको। बल्ल आज यसो मोबाइलमा हेरेको त भिडियो छ कि छैन भनेर बल्ल देखेँ। यता मैले करेन्ट चाउचाउ यो चाहिँ पिङ्क कलरको यो चिज एन्ड के फ्लेभर थियो, चिज एन्ड बटर थियो के अरे फ्लेभर चाहिँ होइन। एकदमै मिठो हुने रहेछ यो पनि। मैले चाहिँ योभन्दा पहिला ट्राई गरेको थिइनँ। अर्को रेड कलरको र ब्ल्याक कलरको चाहिँ ट्राई गरेको थिएँ। त्यो चाहिँ मेरो एकदमै फेभरेट थियो। यो पनि मिठो नै हुने रहेछ। यो करेन्टको त सबै प्रोडक्टहरू कस्तो मिठो हुने कि त्यो अझ करेन्टको कुरकुरे झन् कति मिठो हुने। मैले यसपछि यो राखेँ कि मसला राखेँ, करेन्टको मसला यो टेस्ट मेकर भनेर दिएको छ। यो चाहिँ चिज पाउडर जस्तै लाग्यो मलाई, सायद चिज पाउडर नै होला। त्यसपछि मैले चलाएँ। यो चाहिँ बाक्लो हुँदै गएपछि कस्तो दुध जस्तै हुने रहेछ कि यो चिज पाउडर नै हो पक्कै पनि। मैले चाहिँ 2टा करेन्ट बनाएको थिएँ, हामी हस्बेन्ड वाइफको लागि, 2जनाको लागि। त्यसपछि मैले त्यहाँनिर भएको सिजनिङहरू पनि राखेँ। यो चाहिँ सायद फुड कलर होला के लेखेको छ, सिजनिङ वेल पेस्ट भनेर लेखेको छ। त्यसपछि यसले चाहिँ अलि रातो रातो बनायो नि त, यो फुड कलर नै हुनपर्छ पक्कै। त्यसपछि यता मेरो करेन्ट पाकेर रेडी भइसक्यो। त्यसपछि हामी बुढाबुढीले मिलेर यो 2वटा करेन्ट इन्जोय गऱ्यौँ। मैले चाहिँ साइडमा यसो काँक्राहरू पनि राखेँ। बुढालाई सोधेको कस्तो भयो त भनेको मिठो भयो भनेर भन्नुभयो। हुन्छ साथीहरू, भिडियो हेर्नुभएकोमा धन्यवाद। सब्सक्राइब गरिदिनु होला। बाई। हामी चाहिँ करेन्ट खान थाल्यौँ है। हजुरहरू चाहिँ हाम्रो भिडियो हेर्नुहोला।